र फाइनली अहिले चाहिँ हामी बोध गयाको भिडियो ल्याएर आएको छु तपाईँहरूको छेउमा। यो पालि चाहिँ अब ट्रेकिङको भिडियो छैन, यो पालि चाहिँ अलिक धर्मस्थलको भिडियोहरू छ त्यसमा चाहिँ तपाईँहरूले हेरिदिनुहोस्। यसमा चाहिँ अब तपाईँलाई डिटेल बताइदिएको छ बोध गयाको बारेमा र बोध गया चाहिँ तपाईँहरूले कसरी चाहिँ घुमेर एक्सप्लोर गर्नुपर्ने हो। यो चाहिँ अब मेरो तरिकामा चाहिँ एकदमै राइट हो। अन्त तपाईँलाई यसमा चाहिँ बोध गयाको डिटेल इन्फर्मेसन पनि मैले दिने ट्राई गर्छु र यसको यो सुनेपछि तपाईँले बोध गया र बुद्ध भगवानको बारेमा चाहिँ तपाईँले निकै बुझ्नु सक्नुहुनेछ। जब हामी फर्स्ट अब बुद्ध गयाको एन्ट्रेन्स लिन्छौँ त्यसमा चाहिँ हामीले एउटा ठुलो यो पिलर देख्नु गइरहेको छु। यो ठुलो पिलर चाहिँ एक्सकाभेट गरेर चाहिँ निकालेको हो। यो चाहिँ यसको साइडमा अर्को यो बनाएको छ, यो चाहिँ अर्को यो यतापट्टि चाहिँ राइटको पिलर चाहिँ यो चाहिँ आर्टिफिसियली बनाएको हो। यो हाम्रो लेफ्टको चाहिँ एक्सकाभेट गरेर चाहिँ निकालेको हो, त्यो पनि एन्सियन्ट टाइममा। अन्त अब हामी अझै अगाडि गयौँ चाहिँ हामीले यो अब तपाईँले महाबोधि टेम्पल देख्नुहुँदैछ। यो महाबोधि टेम्पल चाहिँ मुनिलो ताला भन्नाले तपाईँको यो 30 फिट ग्राउन्डदेखि चाहिँ माथि चाहिँ हाम्रो किङ अशोकाले बनाएको हो। त्यसको माथिको 150 फिट चाहिँ समुद्रगुप्तले बनाएको हो। र त्यसको माथि अझै हामीले टेम्पलको माथि हेऱ्यौँ भने चाहिँ माथि चाहिँ हामीले एउटा डोम देख्न सक्छौँ। त्यो डोम चाहिँ हाम्रो जम्मा 289 केजी चाहिँ थाइल्यान्डको राजाले चाहिँ यो एज अ गिफ्ट गरेको हो 2013मा। र हामी अब टेम्पलको भित्र गइरहेको छौँ। टेम्पलको भित्र चाहिँ हामीले देख्न सक्छौँ कि यहाँ चाहिँ बुद्ध भगवानको एउटा मेडिटेसन गरिरहेको एउटा ठुलो स्ट्याचु राखेको छ। र यो स्ट्याचु चाहिँ यो एउटा एक्सकाभेट गरेर निकालेको हो। यो स्ट्याचु पनि जब एक्सकाभेट गरेर निकालेको थियो त्यति बेला चाहिँ यो गोल्डन कलरमा थिएन, तब त्यति बेला चाहिँ यो कालो कलरमा थियो र बादमा यसलाई ब्युटिफिकेसनको लागि चाहिँ अलिक गोल्ड कलरमा राखेको हो। र अहिले हामीले जे पनि अब यो बोधगयामा भएको हामीले बोधि ट्री देख्दैछु। यो बोधि ट्री चाहिँ 4th जेनेरेसन ट्री हो। फर्स्टको ट्री चाहिँ जब अशोकाले अब आफ्नो सबै छोडछाड गरेर चाहिँ धर्मपट्टि लागेको थियो तब उसको वाइफले चाहिँ धर्मपत्नीले चाहिँ एज अ जेलसी नभए केही कारणले गर्दा चाहिँ त्यो बोधि ट्रीलाई चाहिँ काटिदिएको थियो। जब त्यो काट्यो तब चाहिँ फेरि बादमा चाहिँ त्यो चाहिँ त्यहीँबाट नै अर्को फेरि बोधि ट्री आएको थियो। फेरि बादमा पनि त्यो अर्को बोधि ट्रीलाई पनि बङ्गालको राजा शशाङ्क भन्ने हुन्छ, उनीहरूले चाहिँ त्यसलाई पनि काटेर हटाइन्छ, किनभने उसले चाहिँ अब हिन्दुजमलाई इन्डियामा फैलाउँछु भन्ने टाइपकोले गर्दा चाहिँ त्यो काटिदिएको हो। र बादमा फेरि थर्ड पनि आएको हुन्छ। थर्ड चाहिँ आँधी बाढी तुफानहरू पुरा आएकोले गर्दा चाहिँ त्यो पनि थर्ड पनि नेचुरल्ली डिस्ट्रोय हुन्छ। र बादमा अब अशोकाले चाहिँ त्यो सबै डिस्ट्रोय भइसकेको हुन्छ र अशोकाको छोराहरूले चाहिँ त्यो बिजनहरूलाई चाहिँ छोराले चाहिँ श्रीलङ्कातिर चाहिँ स्प्रेड गर्नु लगेको हुन्छ र श्रीलङ्कामा स्प्रेडहरू गर्छ। 1205 AD-मा चाहिँ बख्तियार खिल्जीले चाहिँ खिल्जी डाइनेस्टीबाट आएर चाहिँ नालन्दालाई पनि डिस्ट्रोय गरेर भत्काइन्छ, सबै तहस नहस गरिदिन्छ। त्यो पछि चाहिँ ऊ यता पनि सिफ्ट हुन्छ गयामा पनि, र यो महाबोधि टेम्पल पनि सबै डिस्ट्रोय गरेर गएको हुन्छ। र बादमा अब इन्डियामा जब ब्रिटिसको राज हुन्छ त्यति बेला चाहिँ 1881मा चाहिँ एलेक्जेन्डर कनिङहम आउँछ। उसले चाहिँ यो सबै फेरि एक्सकाभेट गरेर निकाल्छ, सबैलाई फेरि रिकन्स्ट्रक्ट गरेर पहिलाको जस्तै बनाउँछ। पहिलाको सेम बनाउँदा पनि तर उसले यो अब बोधि ट्री चाहिँ भेट्दैन। अन्त बोधि ट्री नभेट्दा चाहिँ उसले चाहिँ बोधि ट्रीबाट चाहिँ श्रीलङ्काबाट चाहिँ 2टा बिरुवा मागेको हुन्छ। एउटा बिरुवा चाहिँ उसले यहीँ बोधगयामै राख्छ, अनि अर्को चाहिँ सरनाथमा पठाइदिएको छ। अब जब हाम्रो बुद्ध भगवानले चाहिँ इन्लाइटमेन्ट पाइसकेको थियो, इन्लाइटमेन्ट पाइसकेर चाहिँ उहाँले चाहिँ 2टा टाइपको मेडिटेसन गर्नुभयो। एउटा चाहिँ जहाँ छ त्यहीँ बसेर मेडिटेसन, अन्त अर्को चाहिँ वक गर्दै मेडिटेसन गर्ने। जब उहाँले अब बोधगयामा वक गर्दै मेडिटेसन गरेको हुन्छ 11 कदम गरेको हुन्छ, जहाँ चाहिँ उहाँले पाइला टेक्नुहुन्छ त्यही कोमलको फुलहरू फुलेकोहरू यो र हामी सबै यहाँ देख्न सक्छ। जब अब बुद्ध भगवानले इन्लाइटमेन्ट पाइसकेको थियो, इन्लाइटमेन्ट पाइसकेर चाहिँ मेडिटेसन गर्दा चाहिँ सनराइज चाहिँ उसको शरीरमा ठोकेर चाहिँ 5वटा कलर निक्लिन्छ। अहिले चाहिँ प्रेजेन्ट डेजमा चाहिँ त्यही 5 कलरलाई नै बुद्धिस्ट फ्ल्याग भनेर चाहिँ बनाइदिएको छ। अब अहिले चाहिँ हामीले देख्न सक्छौँ कि यो चाहिँ अब 5th विकमा मेडिटेसन गर्दाखेरि चाहिँ बुद्ध भगवानले यहीँ बसेर चाहिँ भन्नुभएको हुन्छ कि मान्छे चाहिँ जन्मले ब्राह्मण हुँदैन,
आफ्नो कर्मले ब्राह्मण हुन्छ भनेर भनेको थियो। जब बुद्ध भगवानले 6 विक मेडिटेसन गरेको थियो, अहिले प्रेजेन्टली चाहिँ मुचिलिन्डा सरोवर लेक भएको छ। उहाँले जब त्यति बेला मेडिटेसन गर्नुभएको थियो, त्यति बेला चाहिँ यो मुचिलिन्डा लेक चाहिँ उरोवेली फरेस्ट थियो। त्यति बेला चाहिँ त्यो टाइममा चाहिँ बहुत पानीहरू परेको कारणले, तुफानहरू आएको कारणले चाहिँ बुद्ध भगवानको मेडिटेसन चाहिँ भङ्ग नहोस् भनेर चाहिँ नागराज आएर चाहिँ उहाँलाई कभर गरेर राखेको थियो। त्यसकै यहाँ चाहिँ अहिले प्रेजेन्ट डेजमा चाहिँ स्ट्याचुहरू बनाएर देखाएको छ। र बुद्ध भगवानले यहाँ चाहिँ 7th विक मेडिटेसन गर्दा चाहिँ तपुका र बलिका चाहिँ बर्मुज देशबाट चाहिँ व्यापारीहरू चाहिँ यहाँ आएको हुन्छ। र बुद्ध भगवानलाई मेडिटेसन गरेको देख्दा चाहिँ उहाँहरूलाई चाहिँ केही खाना दिन्छ। र बुद्ध भगवानले पनि उहाँले पनि केही दिनु खोज्दा चाहिँ उसमा चाहिँ केही नभएको कारणले चाहिँ कपाल र नङ दिएको हुन्छ बर्मिस व्यापारीहरूलाई चाहिँ। नेक्स्ट पोइन्ट चाहिँ के छ भन्दा चाहिँ हाम्रो नेक्स्ट पोइन्ट चाहिँ लोटु खावा छ। लोटु खावाको मतलब चाहिँ के हो भन्दा चाहिँ जब बुद्ध भगवानले अब मेडिटेसन गरेको थियो इन्लाइटमेन्ट पाउनुको लागि 6 साल चाहिँ त्यहाँ मेडिटेसन लोटु खावामा गएर चाहिँ मेडिटेसन गरेको, त्यही कारण चाहिँ नाम चाहिँ लोटु खावा। भोटेमा चाहिँ लोटुक भनेको चाहिँ 6 साल चाहिँ मेडिटेसन गरेको यो ठाउँको नाम चाहिँ, त्यही कारण चाहिँ लोटु खावा बसेको। इस जगह का नाम लोठू कावा है। लोठू कावा का मतलब हुआ बिना कुछ खाए बिना कुछ पिए 6 वर्षों तक बैठ कर तपस्या करना। सिद्धार्थ कपिल वस्तु में जन्म लिए नेपाल के तराई में लुम्बिनी से। वहाँ से वो जब आए तो आने से उन्होंने 6 साल यहाँ लोठू कावा में बैठे। 6 साल बैठने से उनको ज्ञान नहीं मिली तो पीपल गाछ चांदू सिंह से आवाज़ आया कि कोई भी व्यक्ति भूखे रहकर ज्ञान नहीं पा सकता बिना कुछ खाए। सुजाता नाम की एक बगल वाले ओमा फिसा के रहने वाली लड़की थी। वो भगवान से रोज पूजा करके वो मन्नत मांगती थी कि अगर मेरी मन की बात पूरा होगा, मुझे एक बच्चा होगा तो मैं आपको खाना खिलाऊंगी। भगवान की कृपा से सुजाता की मन की बात पूरा हुआ, उससे एक लड़का हुआ। वो बहुत खुश हुई। खुश होने से बहुत सारे गाय 1000 काउ से मिल्क निकाल करके चावल और दूध का ओमा खीर बना करके भगवान को यहाँ बगल में नदी है निरंजना, इसमें स्नान कराई और स्नान कराने के बाद ओमा खिलाई। ओमा खाने से उनके शरीर में थोड़ा ताकत आया। धीरे धीरे करके वो बुद्ध गए। बुद्ध गया बोधि वृक्ष के नीचे जाकर के घास काटने वाले से घास लेकर के बैठ करके ध्यान लगाए। 49 डेज वहाँ ध्यान लगाए। वहाँ पे उनको इनलाइटमेंट हो गया। तब यहाँ उर्मिला कश्यप नाम का राजा रहता था। बोला 6 साल भगवान लोटू कावा में बैठा, ज्ञान नहीं मिली और सुजाता का ओमा खाने से कैसे ज्ञान मिल गया, मैं टेस्ट करूंगा। उनको एक कुआं बनाया, एक नीमाजुम, उसमें उनको बंद करके एक सांप नाक को छोड़ दिया, ऊपर से बड़ा बड़ा पत्थर से ढक दिया। 3 दिनों के बाद खोला तो देखा जितना पत्थर वो मारा सब मेदो पेमा फूल हो गया और सांप ऊपर से प्रोटेक्ट किए हुए था। तब यहाँ के राजा उनके चरणों पे गिर के उनसे दिन भर में बहुत सारे लोग आते हैं, कुछ कुछ फेंक देते हैं। अब हाम्रो नेक्स्ट पोइन्ट चाहिँ यहाँ डिके एनिमल केयरमा चाहिँ डोनेसन दिने छ। कुकुरहरू जति पनि एनिमलहरू छ उनीहरूले चाहिँ केयरहरू गर्ने, कोही बिमार छ भने तिनीहरूलाई हेरिदिने र यिनीहरूको खानापिनाहरूको पनि ध्यान दिने डिके एनिमल केयरलाई चाहिँ सानो डोनेसन दिनेवाला छ। र यो डोनेसनमा चाहिँ छोक्दनले पनि धेरै मद्दत गरेर गाउँतिर डोनेसनहरू उठाएको छ, उसको पनि डोनेसन चाहिँ यहीँ दिनेवाला छ। अब चाहिँ हामी आज चाहिँ बुधबार भएको कारणले गर्दा बुधबार चाहिँ अल इन्डिया र अल वर्ल्डमै जहाँ जहाँ अब टिबिटेनहरू छ त्यहाँ चाहिँ घोर्से हुनुपर्छ। घोर्सेको मिनिङ चाहिँ के हो भन्दा चाहिँ अब सबैजना टिबिटेन कल्चरहरू नमरोस् भनेर चाहिँ हाम्रो दलाई लामाले चाहिँ सबै ठाउँमा चाहिँ जो पनि बुद्धिस्टहरू छ, भोटिया टिबिटेनहरू छ उनीहरूलाई घोर्से गर्नु भनेर चाहिँ भनेको कारणले चाहिँ यहाँ पनि अब टिबिटेन कोलोनी जस्तै भएकोले गर्दा टिबिटेन मार्केटहरू छ त्यहाँ चाहिँ घोर्से हुने गर्छ र हामी अब त्यही आज हेर्नु जाने छु।
र आजको हाम्रो अब नेक्स्ट पोइन्ट छ हाम्रो तारादेवी, जसमा चाहिँ सेकेन्ड फ्लोरभित्र चाहिँ ठुलो स्कल्पचर बनाएको छ जसको नाम चाहिँ सित्रो डिटिज हो। त्यसमा चाहिँ के देखाएको छ भन्दा चाहिँ त्यसमा चाहिँ मुनिलो तालातिर चाहिँ राक्षसहरू भएको अन्त र अलिकति माथिल्लो तालामा चाहिँ भगवानहरू भएकोहरू देखाएको छ, जसमा चाहिँ हामीले बुझ्नु सक्छ कि हेभेन र हेल चाहिँ कस्तो टाइपको चाहिँ हुन्छ भनेर बताएको छ। माथिल्लो तालामा जाँदा चाहिँ माथिल्लो तालामा चाहिँ टप फ्लोरमा चाहिँ ठुलो तारादेवीको स्ट्याचु बनाइदिएको छ, जो चाहिँ त्यसलाई चाहिँ हामीले बसेर हेर्दा चाहिँ तारादेवी चाहिँ आकाशमा नै उडिरहेको जस्तो देख्छ र त्यो देख्दा चाहिँ साह्रै राम्रो र लाग्छ, रियल जस्तै लाग्छ, भगवान चाहिँ आकाशमै उडिरहेको जस्तो। अब चाहिँ फिलहाल हाम्रो नेक्स्ट पोइन्ट चाहिँ छ बुद्ध स्ट्याचु, जो चाहिँ 80 फिट टल छ। 80 फिट टल यो चाहिँ अब यो बनाउनु चाहिँ लगभग कति 7 साल लागेको थियो, जब 1989 नोभेम्बरमा चाहिँ यो चाहिँ बनाएको। त्यति बेला चाहिँ हाम्रो दलाई लामा आइकन चाहिँ यो चाहिँ ओपनिङ चाहिँ गरिदिएको होइन। अनि यो अब यो 80 फिट टल बुद्धको वरिपरि चाहिँ 10 जना बुद्धको डिसाइपल्स चेलाहरूको चाहिँ मूर्तिहरू पनि सानो सानो बनाइदिएको छ। अब यसमा एकजना डिसाइपल चाहिँ महाकाश्यप भन्ने चाहिँ छ, जो चाहिँ महाकाश्यप चाहिँ जब बुद्ध भगवानको अब देहान्त हुन्छ, मरेर जान्छ बुद्ध भगवान, हाम्रो महाकाश्यप चाहिँ गुल्पा हिलमा चाहिँ गएर चाहिँ केभमा गएर चाहिँ मेडिटेसन मोडमा चाहिँ बस्छ। किन बसेको भन्दा चाहिँ उसले चाहिँ नेक्स्ट बुद्ध मैत्रेयनी चाहिँ अब त्यहाँ आउँछ भनेर चाहिँ पर्खेर बसेको हुन्छ। पर्खेर बस्दा बस्दै ऊ चाहिँ डिप मेडिटेसनमा नै उसको चाहिँ महाकाश्यपको पनि मृत्यु हुन्छ। तर मृत्यु भइसकेर मान्छेहरूले चाहिँ उसको यादमा चाहिँ त्यहाँतिर चाहिँ महाकाश्यपको लागि स्ट्याचुहरू बनाइदिएको छ। अन्त बुद्धिस्ट कल्चरमा चाहिँ मानिने गर्छ कि महाकाश्यप चाहिँ मरेको छैन, अहिले पनि उसको आत्माले चाहिँ मेडिटेसन गरेर नै मैत्रेयनी नेक्स्ट बुद्धलाई चाहिँ त्यहीँ पर्खेर बसिरहेको छ गुल्पा हिलमा नै भन्ने गर्छ। र अहिले चाहिँ हामी अब गइरहेको छु नेपाल मार्केट। नेपाल गभर्मेन्टलाई चाहिँ इन्डियाले चाहिँ यहाँ बोधगयामा चाहिँ मार्केटहरू थाप्नु दिएको छ। र यो मार्केट चाहिँ किन तपाईँहरू जानुपर्छ भनेर अब कसैलाई चिनो एज अ सोभिनियर साथीभाइहरूलाई लगिदिनु छ भने चाहिँ यो मार्केट अलिकति घुम्नै पर्ने छ। यहाँ बुद्धगयामा चाहिँ अब जति पनि बुद्धिज्म मान्ने कन्ट्रीहरूको छ सबैको आफ्नो आफ्नो बुद्धिज्म टेम्पल छ। र अहिले चाहिँ हामी मेत्तारायण बुद्धिज्म टेम्पल थाई टेम्पलमा जाँदैछु। र यसको चाहिँ यो टेम्पलको चाहिँ के दामी छ भन्दा चाहिँ यसको आर्ट एन्ड आर्किटेक्चर चाहिँ ओभरै राम्रोसित बनाएको छ। र अब अहिले फिलहाल हामी नेक्स्ट पोइन्ट चाहिँ गइरहेको छु। यो चाहिँ एउटै मात्रै थाई मोनेस्ट्री हो, जो चाहिँ अल इन्डियामा एउटा मात्रै छ। यो चाहिँ वट्टा थाई मोनेस्ट्री हो, इन्डियामा भएको एउटै हो। र यो चाहिँ कसरी बनाएको भन्दा चाहिँ जब 1956 मा हाम्रो जवाहरलाल नेहरूले चाहिँ थाई गभर्मेन्टलाई रिक्वेस्ट गरेको थियो कि एउटा मोनेस्ट्री यहाँ बनाउनु र उनीहरूको दुईटाको रिलेसन चाहिँ राम्रो हुन्छ भनेर चाहिँ यो चाहिँ बनाइएको हो। Sen, 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 sen,
अहिले चाहिँ हामी टिब्रेन मार्केट घुम्नु गइरहेको छु। टिब्रेन मार्केट जाने बित्तिकै हामीले चाहिँ देखेँ बहिनीले चाहिँ फेचा जसलाई अब टिब्रेन त्यो मार्केट छ। अब यस्तो जाडोमा चाहिँ फर्स्टमा चाहिँ हामी त्यो खाएर चाहिँ सुरु गर्नेछौँ यो टिब्रेन मार्केट एक्सप्लोर गर्ने। तपाईँहरू टिब्रेन मार्केट भाइ ठिलेको यहाँ एक्सर्साइज गर्दा नाक फुटेको थियो त्यति बेला यो सानो थियो कसरी फुट्यो अरे भाइतिर नाक नाक फुटाइस् अन्त छानी भोटेले के गरिदिएपछि तँलाई यस देताली अब त नाक फुटाउँदैन रहेछ योपालि भन्दैन नि केही कस्तो हुँदैछ एक्सर्साइज गरेर एकदम हेल्दी फिल हुँदैछ अन्त एकदम एनर्जी आएको जस्तो हुँदैछ। चेन्देनले एक्सर्साइज गरेको छैन चेन्देनलाई पनि भन्न एक्सर्साइज गर भनेर त्यही त गर्दैन किनभने हामी फिट भयो भने उनीहरूलाई पनि अलिक जेलसी हुन्छ होइन अन्त उनीहरू पनि एक्सर्साइज गर्नु स्टार्ट गर्छ। भाइटीले योपालि त नाक फुटाउँदैन रहेछ होला नि थाहा छैन नफुटाइ चान्स हुनसक्छ। छोक्दैन मलाई पुस गर्छु।